एउटा भनाइ नै छ नि, हेल्थ इज वेल्थ। त्यो वेल्थ चाहिँ खर्च गरेर हामी पहुँचेर टुकुल जयगाउँको गुलाबी देवी सेवा सदनमा पुग्यौँ। ल्या के को लागि गएछ भनेर सोच्दै हुनुहुन्छ नि, म तपाईँलाई यो भिडियोमा विस्तृत रूपमा जानकारी गराउने। तपाईँलाई चाहिँ 2-4 सालदेखि घुँडा दुख्ने बिमारले एकदमै सताइरहेको। साथीभाइको सुझाव सल्लाह अनि सोसियल मिडिया हेरेको भरमा मैले पनि त्यहाँ जाने मौका पाएको थिएँ। भित्र पसिसकेपछि के गर्ने कसो गर्ने भनेर यहाँ सरले इन्स्ट्रक्सन दिनु हुँदै थियो त। त्यति भन्ने बित्तिकै हामी भित्र पस्यौँ। यहाँनिर धेरै थरीको बिमारीहरू आउनुहुँदो रहेछ। कोही प्यारलेस भएर, कोही ढाड दुख्ने, कोही खुट्टा दुख्ने, कोही के हुने है। तपाईँहरूलाई लागिरहेको होला नि त, बिमारीलाई उपचार चाहिँ कसरी गर्छ यहाँनिर भनेर चाहिँ सोच्नु हुँदैछ होला होइन। उपचार गर्ने विधि चाहिँ यस्तै हो। तपाईँहरूलाई डक्टरले सजेस्ट गर्नुहुन्छ बिमार अनुसार तपाईँको ठाउँ ठाउँमा म्याग्नेट लाउनु पर्ने हुन्छ, त्यही अनुसारले तपाईँहरूलाई लगाइदिनुहुन्छ र हामीले पायौँ। टोकन लिएपछि चाहिँ हामी थेरापीको लागि जानुपर्ने हुन्छ र त्यसको लागि हामी बसिरहेको थियौँ र आपाले हात हेर्नु हुँदै थियो त्यहाँ। अहिलेसम्म तपाईँहरूलाई जे जति देखाए यो सबै म्याग्नेट थेरापीद्वारा गरेको उपचार हो। यो विषयमा तपाईँहरूलाई विस्तृत रूपमा जानकारी चाहनुहुन्छ भने भ्याटिकमको म फेसबुक पेजको लिङ्क डिस्क्रिप्सनमा हालिदिन्छु, हेर्नुहोस्। त्योभन्दा हामी बाउचर चाहिँ लाग्यौँ घरतिर टुकुल।